भाइले चाहिँ यहाँ खोल्दैछ ट्याक्क लाएर। स्क्रु हेरौँ है त्यो दुईटा स्क्रु हुन्छ ट्याक्क त खोलेपछि ठ्याक्कै खोलिन्छ। के भयो मिलेन मिस भइरह काहे नै समात रह्यो भाउ चन्दु चाचा। ठिक छ आइसम्यो होला त्यहाँ समात ल। उतापट्टि कुनामा आइसम्यो सधैँ। तान बिस्तारै तान। कुरा भन्नुहोस् म पनि त गरिदिन्छु किन अझै गर्नु पर्छ। बिस्तारै नोट खोल त पुरो खोल्नु पर्यो नि जान्छ। मलाई एउटा कुरा थाहा म जबसम्म स्योर हुँदैन नि जबसम्म गर्नै दिन्न है मैले। जबसम्म म स्योर हुँदैन नि जबसम्म म स्योर हुँदैन नि तबाट यो कुरो हुन्छ भन्ने कुरो तबसम्म म लाएर म अब आइस हेर नै तल त पगाले राम्रो हो यस्तै हो भनिरहेको छ त बाबु यो अरूले गरेको काम हो भनेर। अनि यसो गरेपछि कहाँ हुन्छ। तल हाम्रो हिटर चाहिँ यो अन भयो तल चिसो गरायो टक्क तलको पानी तर पानी गएन क्या तल यो यसो नि हो पानी तल चुहेन उतापट्टि पानी हेर्दा चुहे कि नै हाइस मजाले बनिरहेको नि। हिटर चालु छ हिटर चालु छ किन पिग्लेन तल पिग्लियो माथि पिग्लिएन कि समस्या यहाँ छ माथि पिग्लेन कुरो बुझिस् तल पिग्लियो ठिक छ माथि पिग्लेन किन पिग्लेन मलाई के थाहा अब। हिटर सिसावाला हो तर मात्रै सिसावाला हो र होइन सिसावाला फेरि सिसावाला हो भन्छ यहाँ मैले साफ हिटर देखिरहेको छु रडवाला है अन्त सिसावाला भनेर हुन्छ तल मात्रै होला हिटर ओके हिटर तल मात्रै छ माथि किन छ चल्यो नि चाहिँ तल हेर्दा उता पहाडी हेर्दा पहाडी पानी गएन कि सबभन्दा समस्या कुरो यही हो। पानी यहीँ छ पानी झऱ्यो पहाडी झऱ्यो होइन यहाँ आइस देखिस् यो आइस बढी भयो भने पनि के हुन्छ समस्या दिन्छ। निकाल्दा राउत राख पानी हेर्न पाइएन कि पानी चुहे पहाडी पानी किन चुहेन पहाडी हो त पानी नचुहेको कारणले हो कि समस्या आउने। पानीले त धेरै बरफ त हुनु पऱ्यो क्या अनि नत्र बरफ नहुँदा बाहिर चिसो बनाउँछ त नि त्यहाँ यसलाई हिटर निस्काएर योलाई अपरेटर त्योलाई फ्रिजमा लगाइ मस्त हुन्छ। कुनवाला फ्रिजमा त्यही सानो नर्मल हुन्छ कि नै हुँदैन त्यसमा लाउन कसरी मिल्छ र भने कि कम्प्रेसर चल्यो अब कम्प्रेसर चल्यो फेरि हिटरमा ला त हिटिङ मोडमा हिट पुरै गर्न सकेन क्या यसले चाहिँ हिट
बिस्तारै गर बिस्तारै हिटरले काम त गरे माथिपट्टि गाइस फाल्न सकेन त्यसले धेरै जमा पाइप बुझ्दैन हैन पानी झरे छैन के तल रोक्न हेर्दैछौँ हामीले ल ल टेन्सन नगर्नुहोस् बसमा खाइस पानीले त चाहिँ एउटा ओर्दैन एउटा अङ्खरामा एउटा गिलासमा पानी निकाल त जा यो गिलास तलपट्टि होला सबै सिसा होला यो त बाटो यहीँ छ त अङ्खरा ल कस्तो चाहियो तँलाई धारा त्यो फुल गरेपछि कैसन चाहियो तोरीको बल 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 आयो कान्छु यो अब कतिको चाहियो ठिक छ त फेरि भनेपछि धेरै हिट भएछ क्या फ्रिज अफ गरिदिँदै एकछिन फ्रिज अफ गरिदिए फ्रिज अफ गरिदिए अफ गरिदियो ल पानी ल्याऊ अझै हिटर त यहीँबाट छैछ त्यही माथिबाट हुन्छ 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 तलबाट र तल मात्रै हिँड्छ कि हिटर ट्याक्क होला यहाँ यो सर्कलवाला हिटर हाल्नुपर्छ कि यसमा बल्ल ट्याक्क हुन्छ अब के गर्नु पऱ्यो भन्दा तेरो पानी उता झऱ्यो क्या बढी भयो बाहिर झऱ्यो ल ठिक छ त्यसो भए तल मात्रै इटा छ यस्तो कहाँ हुन्छ यस्तै हुन्छ त्यही हो त यस्तै हो नत्र समस्या हुन्थेन त ल ठिक छ लगाइदे यो त्यो तार जोड्दै भयो कि न तल सबै तल चुयो पर्दैन त छोडिदिएँ पिग्लिन्छ